जनजातिको छोरा हुनुभयो, मजाले भर्ती हुनुभयो, अघि आशीर्वादको कुरा गर्नुभयो नि, ऊ त फल्ना त जनजातिको छोरा त्यो ब्रिटिस आर्मी घर घरै पैसाको थुप्रो लाउने भयो, अब डलर ल्याउने भयो, त्यो मानसिकता बन्यो क्या। बाहुनको छोराछोरी, बाहुनको छोरा किन भर्ती हुन पाएन, छेत्रीको छोरा किन पाएन, मधेसीको छोरा चाहिँ ब्रिटिस आर्मीमा किन भर्ती हुन पाएन, यो रोचक छ। तपाईँहरूले मात्रै किन छाडियो? ल म बताउँछु सर। होइन, ब्रिटिसलाई लडाकु नै चाहिएको थियो भने खसेत्री लानु पर्थ्यो। किन लगेन यो? किन लगेन? ब्रिटिसलाई जनजातिकै युवाहरू चाहिएको थियो भने एकै ठाउँमा जति चाहिए पनि थारूहरू थिए, थारूलाई किन लगेन? किन एक गाउँदेखि अर्को गाउँमा जान 2 दिनसम्म लाग्ने त्यस्तो विकट ठाउँका मङ्गोल नसलका युवाहरूलाई यसले छानी रोज्यो भन्दाखेरिमा यो अति बाटो थियो। यी पहाडे भेगमा बसेका यी मङ्गोल नसलका बहादुर भने लगे होइन, बहादुर भने उसलाई बहादुरै चाहिएको भने त छेत्री बाहुन लान्थ्यो। यी गुरुङ मगर राई लिम्बूहरू भन्दा त लडाकुमा त छेत्री बाहुनहरू चाहिँ धेरै अगाडि हुन्। चाहे यहाँको 46 सालको आन्दोलन चाहियो उसो हेरौँ न, इतिहासकै आन्दोलन हेरौँ, चाहे भारतको कारगिलमै हेरौँ, बलभद्र कुँवर भक्ति थापाको नाम त आइहाल्छ त। त्यस कारणले यसले देखेको किन हो भने यो जातलाई प्राथमिकताका साथ किन लग्यो भन्दाखेरिमा उसले के देख्यो भन्दाखेरि नेपालको पहाडी भेगमा यी जातिहरू यसरी बस्यो भने यिनीहरूको जनसङ्ख्याको वृद्धि हुँदै जानेछ। जनसङ्ख्याको वृद्धि हुँदै गयो भने त्यसको साथै चेतनाको पनि अभिवृद्धि हुँदै जानेछ। चेतनाको अभिवृद्धि हुँदै गयो भने यिनीहरू लेखपढ गर्नेतिर लाग्ने छन्। यी नसलका जातिहरूले लेखपढ गर्ने अवसर पायो भने यिनीहरू विद्वान र वैज्ञानिक निस्कन्छन्। विद्वान र वैज्ञानिक निस्के भने नेपालको राज्य सत्तामा यिनीहरूको हालिमोली हुन्छ र जति